कुनै बेलाका एक शक्तिशाली राजनैतिक खेलाडी जसले आफ्नो गृह जिल्ला रुकुममा लगभग 2 दशकसम्म एक छत्र राज गरे, तिनै जनार्दन शर्मालाई आफ्नै कार्यकर्ताले कालो झण्डा देखाए। हो, अचम्मको कुरा त के छ भने हिजो जसलाई फूलमालाले स्वागत गर्न तन्छाड अम्छाड हुन्थ्यो, आज उनीहरू नै किन विरोधमा उत्रिए? हो, यो त साँच्चै नाटकीय परिवर्तन हो। आज हामी यही विषयमा अलि गहिरिएर कुरा गर्दैछौँ। हाम्रो आधार हो अनलाइन खबरका लागि यज्ञ खत्रीले तयार पानेको एक विस्तृत रिपोर्ट। यसले कर्णालीका किङ मेकर मानिने शर्मा कसरी आफ्नै राजनीतिक गणमा एक्लिए भन्ने कुराको गहिरो विश्लेषण गर्छ। हाम्रो उद्देश्य यो नाटकीय पतनको पछाडिका कारणहरू खोतल्नु र यसको अर्थ के हो भनेर बुझ्नु हो। र यो घटना हेर्नुस् केवल एक नेताको उत्थान र पतनको कथा मात्रै त होइन। यो त राजनीतिक निष्ठा, वैचारिक विभाजन अनि शक्तिको खेलसँग सम्बन्धित छ, त्यो पनि यस्तो ठाउँमा जसलाई माओवादी क्रान्तिको मुटु नै मानिन्छ। हो नि। यसले एउटा महत्त्वपूर्ण प्रश्न खडा गर्छ। जब एक नेताले आफ्ना अनुयायीहरूले विश्वास गरेको बाटो छोड्छन्, तब के हुन्छ? खास गरी त्यो भूमिमा जहाँ त्यो बाटोलाई बलिदान र इतिहाससँग जोडेर हेरिन्छ। ल, त्यसो भए त्यही कालो झण्डाको घटनाबाटै सुरु गरौँ न। पहिले फूलको गुच्छा बोक्ने हातहरूले नै कालो झण्डा देखाउनुको पछाडि कस्तो भावना होला? रिपोर्टमा एकजना पूर्वजन मुक्ति सेनालाई उद्धृत गरिएको छ, जसले भनेका छन् शहीदको बलिदानीलाई मजाक बनाउनेलाई फूल दिन सकिएन। कति कडा भनाई हो। यो भनाइले त निकै गहिरो चोट र धोकाको महसुस भएको संकेत गर्छ नि। एकदम। यहाँ यो विरोधको सांकेतिक अर्थ बुझ्न जरुरी छ। यो कुनै सामान्य राजनीतिक दाउपेचको विरोध होइन। यो त एक वैचारिक भावनात्मक अस्वीकृति हो। उनीहरूका लागि रुकुम भनेको क्रान्तिको उर्वर भूमि हो, एउटा प्रतीक जस्तै हो। यो केवल एउटा भौगोलिक ठाउँ मात्र होइन, यो एउटा भावनात्मक र ऐतिहासिक प्रतीक हो। हजारौंले ज्यान गुमाएको र घरबार छाडेको क्रान्तिको सुरुवात यहीँबाट भएको थियो। त्यसैले जब त्यही भूमिको सबैभन्दा ठूलो नेताले पार्टी छाड्छन्, त्यसलाई उनीहरू राजनीतिक निर्णय मात्रै होइन, इतिहासमाथिको धोकाको रूपमा हेर्छन्। ठ्याक्कै हो, र ती पूर्व लडाकुको अर्को भनाइले यो कुरालाई झनै स्पष्ट पार्छ। हामी कुनै पनि व्यक्ति त्याग्न सक्छौं, तर क्रान्ति त्याग्न सक्दैनौं। यसले त व्यक्तिभन्दा विचार र संगठन ठूलो हो भन्ने प्रष्ट सन्देश दिएको देखिन्छ। हो, र यही नै यो सबै घटनाक्रमको केन्द्रमा छ। उनीहरूका लागि शर्माले पार्टी छाड्नु भनेको व्यक्तिगत निर्णय मात्र थिएन, यो क्रान्ति त्यागे सरह थियो। त्यसैले त्यो विरोधमा आक्रोश मात्र होइन, एउटा विरासत जोगाउने प्रयास पनि देखिन्छ। र मलाई सबैभन्दा अचम्म लागेको कुरा के हो भने यो विरोधलाई गोपाल शर्मा जस्ता महत्त्वपूर्ण नेताले सार्वजनिक रूपमै समर्थन गरे। उनले कालो झण्डा देखाउने युवाहरूलाई धन्यवाद दिए। हो, यो आफैमा ठूलो कुरा हो, किनभने गोपाल शर्मा कुनै बेला जनार्दन शर्माका सबैभन्दा नजिकका सायद राजनीतिक चेला नै थिए। यो सम्बन्ध कसरी यस्तो कटुतामा बदलियो? हो, गोपाल शर्माको यो परिवर्तनले नै पुरै कथाको सार बताउँछ। उनी जनार्दन गृहमन्त्री हुँदा स्वकीय सचिव, पछि उनकै जोडबलमा कर्णाली प्रदेशको अर्थमन्त्री बने। भनेपछि उनी शर्माको शक्तिको सबैभन्दा नजिकको साक्षी र हिस्सेदार थिए। एकदम। आज उनी नै शर्माका सबैभन्दा प्रखर प्रतिस्पर्धी बनेका छन्। यो सम्बन्ध कसरी टुट्यो भन्ने बारे उनको आफ्नै भनाइ छ। उहाँसँग मेरो राजनीतिक वैचारिक सम्बन्ध हो, त्यो नै टुटेपछि सम्बन्ध पनि रहने कुरा भएन। यसले त व्यक्तिगत मनमुटाव भन्दा पनि गहिरो सैद्धान्तिक मतभेदको परिणाम हो भन्ने देखाउँछ। हो नि। गोपाल शर्माले उहाँ प्रगतिशील भन्दै पतनशील लोकतान्त्रिकतिर लाग्नुभयो भन्ने निकै कडा आरोप लगाएका छन्। यो पतनशील लोकतान्त्रिक भनेर उनले के भन्न खोजेका होलान्? यो त निकै गम्भीर राजनीतिक आरोप हो। यो आरोप निकै गम्भीर छ र यसले माओवादीभित्रको वैचारिक सङ्घर्षलाई सङ्केत गर्छ। स्रोतले यसलाई थप व्याख्या त गरेको छैन, तर यसको अर्थ के हुन सक्छ भने शर्माले माओवादीको मूल वामपन्थी एजेन्डा, वर्ग सङ्घर्षको सिद्धान्त र क्रान्तिकारी धारलाई भन्दा सत्ता समीकरण र संसदीय खेललाई बढी महत्त्व दिए भन्ने आरोप हो। उहाँले कांग्रेस वा अन्य दलहरूसँग गरेको सहकार्य र सत्ता केन्द्रित राजनीतिलाई त्यसैलाई उहाँका पूर्व सहकर्मीहरूले क्रान्तिकारी बाटो छाडेर पतनको बाटो हिँडेको रूपमा बुझे। यो उनीहरूको नजरमा सिद्धान्तमाथिको सम्झौता थियो।
र यो सम्बन्ध टुट्नु अघि उनीहरूबीच 3 घण्टा लामो कुराकानी भएको कुरा पनि रिपोर्टमा उल्लेख छ। त्यो संवाद कस्तो रह्यो होला भनेर कल्पना गर्न सकिन्छ। एकातिर 42 वर्ष लामो सहयात्रा तोड्न लागेका नेता, अर्कोतिर उनलाई रोक्न खोजिरहेका सहकर्मी। त्यो संवाद निकै महत्त्वपूर्ण देखिन्छ। रिपोर्टका अनुसार जनार्दनले एक्लै भए पनि नयाँ पार्टी बनाउँछु भन्ने अडान लिएछन्। अनि जवाफमा गोपालले स्पष्ट पारेछन्, पार्टीको अन्तर्सङ्घर्षमा हामी जीवनभर साथ दिन्छौं, तर पार्टी छोडेपछि सँगै जान सकिँदैन। यसले के देखाउँछ भने कार्यकर्ता पंक्तिमा एउटा तहसम्म असन्तुष्टि हुँदाहुँदै पनि उनीहरू पार्टीको संरचनाभित्रै समाधान खोज्न चाहन्थे। तर जब शर्माले पार्टी नै त्याग्ने निर्णय गरे, त्यो उनीहरूका लागि लक्ष्मण रेखा बन्यो। गोपाल शर्मा जस्ता विश्वासपात्रले नै सार्वजनिक रूपमा विरोध गर्नुले त एउटा ठूलो प्रश्न जन्माउँछ कि उनी एक्लै हुन् वा यो एउटा ठूलो विद्रोहको सङ्केत मात्र हो? स्रोत हेर्दा त यो सूची निकै लामो देखिन्छ। हो, र सूची हेर्दा एउटा डरलाग्दो कुरा देखिन्छ। उहाँलाई छाड्नेहरू कुनै एक समूहका मात्र छैनन्। यो निकै महत्त्वपूर्ण छ। पहिलो, गोपाल शर्मा जस्ता राजनीतिक रूपमा हुर्काएका चेलाहरू गए। दोस्रो, बुद्धप्रसाद शर्मा जस्ता परिवारका सदस्य र रुकुमका पुराना कम्युनिस्ट नेता पनि गए। उहाँका आफ्नै कान्छा बुवा हो, जसले उहाँमा बढ्दो महत्वाकांक्षा, दम्भ र वैचारिक स्खलन देखेको बताएका छन्। तेस्रो, विमला केसी र गोविन्द रोका, सचिन जस्ता उहाँकै कारण अवसर पाएका र लाभान्वित भएकाहरू पनि गए। यसको अर्थ उहाँको शक्ति संरचनाको हरेक तह, राजनीतिक, पारिवारिक र व्यक्तिगत, एकैपटक भत्केको देखिन्छ। यो त कुनै एक अङ्गमा लागेको चोट होइन, पुरै शरीर नै कमजोर भए जस्तो देखियो। ठ्याक्कै। र सबैले साथ छाड्नुको कारण लगभग एउटै दिएका छन्, वैचारिक विचलन। गोविन्द रोकाका अनुसार जिल्लाका 6वटै स्थानीय तहका कार्यकर्ताले शर्मालाई पार्टीभित्रै सङ्घर्ष गर्न तर पार्टी नछाड्न आग्रह गरेका थिए। तर उनले कसैको कुरा सुनेनन्? सुनेनन्। यसले के देखाउँछ भने उनी आफ्नो आधारभूत कार्यकर्ता तह र लामो समयदेखिका सहयोद्धाहरूको भावनाबाट टाढिँदै गएका थिए। गोविन्द रोकाले एउटा अर्को रोचक तर महत्त्वपूर्ण कुरा पनि उठाएका छन्। उनका अनुसार जनार्दनले पार्टीमा रूपान्तरणको एजेन्डा उठाए पनि रुकुममा भने कहिल्यै पद छोडेनन्। 2048 सालदेखि निरन्तर चुनाव लड्ने र सत्तामा रहने तर अरूलाई अवसर नदिने भन्ने गुनासो पनि देखिन्छ। हो, यो कोण पनि महत्त्वपूर्ण छ। के यो वैचारिक मतभेद मात्र हो कि शक्ति हस्तान्तरणको चाहना पनि हो? हो, सबैले वैचारिक विचलनलाई नै कारण देखाएका छन्। तर यहाँ अर्को एउटा कोण पनि विचार गर्नुपर्छ। के यो केवल विचारधाराको लडाईँ हो वा जिल्लामा नयाँ नेतृत्व स्थापित गर्ने शक्ति सङ्घर्ष पनि हो? हुन सक्छ। स्रोतले यसबारे मौन छ, तर यो प्रश्न महत्त्वपूर्ण छ। जब एउटै व्यक्ति दशकौंसम्म शक्तिको केन्द्रमा रहन्छ, तब स्वाभाविक रूपमा उसको मुनि रहेकाहरूमा अवसरको आकांक्षा बढ्छ। अनि शर्माको बहिर्गमनले गोपाल शर्मा जस्ता नेताहरूका लागि एउटा ठूलो राजनीतिक स्पेस खाली गरिदिएको छ। हो, त्यसैले यो घटनालाई वैचारिक मतभेद र शक्ति सङ्घर्षको मिश्रित परिणामको रूपमा हेर्नु बढी यथार्थपरक हुन्छ। अब यो परिवर्तन कति ठूलो र तीव्र हो भनेर बुझ्न उनको पुरानो प्रभाव हेर्नुपर्छ। मलाई सबैभन्दा अचम्म लागेको कुरा के हो भने 1 महिना अघिसम्म जो कर्णाली प्रदेशको किङमेकर थियो, ऊ आज कसरी एक्लो खेलाडी भन्न पुग्यो। हो, यो पतन निकै तीव्र छ। रिपोर्ट भन्छ 1 महिना अघिसम्म मात्रै कर्णाली प्रदेशको सम्पूर्ण माओवादी राजनीति उनको इसारामा चल्थ्यो। हो, उनको प्रभाव यति थियो कि उनले प्रदेशमा अध्यक्ष प्रचण्डकै निर्णयलाई समेत चुनौती दिन सक्थे। कर्णालीमा उनको यस्तो वर्चस्व थियो कि समकक्षी नेता शक्तिबहादुर बस्नेतले समेत त्यहाँ बलियो गुट बनाउन सकेका थिएनन्। भनेपछि महेन्द्र बहादुर साईलाई मुख्यमन्त्री बनाउनेदेखि लिएर प्रदेश सरकारमा कसलाई पठाउने भन्ने निर्णय उनकै हातमा हुन्थ्यो। लगभग सबै। अनि तथ्याङ्कले त यो पतनको कथालाई झनै डरलाग्दो देखाउँछ। गत निर्वाचनमा प्रदेशसभामा माओवादीले 13 सिट जितेको थियो, जसमध्ये 11 जना सांसद जनार्दन समूहमा थिए। 11 जना? हो, यो त लगभग 90% हो। तर अहिलेको अवस्था के छ? अहिले अवस्था ठिक उल्टो छ। ती 11 मध्ये 10 जनाले प्रचण्डको साथ रोजेका छन्। 10 जनाले? हो, पूर्व मुख्यमन्त्री राजकुमार शर्मा मात्रै जनार्दनको नयाँ पार्टी प्रगतिशील लोकतान्त्रिक पार्टीमा गएका छन्।
एकछिन सोचौं त 11 जनाको बलियो समूहबाट एक्लो सांसदमा सीमित हुनु। भनेपछि उहाँले बनाएको जुन शक्तिको पिरामिड थियो त्यो त जगैदेखि भत्केछ। उनी कर्णालीको किङमेकरबाट सिधै लगभग एक्लो खेलाडीमा झरे। हो, त्यस्तै देखियो। जिल्ला कमिटीको अवस्था पनि त्यस्तै छ। 100औं सदस्य भएको जिल्ला कमिटीमा जम्मा 4 जना नेता मात्रै जनार्दनको पक्षमा खुलेको रिपोर्टले बताउँछ। 4 जना मात्रै? हो, यो त कल्पना बाहिरको कुरा हो। भनेपछि शर्माको बहिर्गमनले कर्णालीमा उनको व्यक्तिगत शक्ति सञ्जाललाई त ध्वस्त पारेको छ। तर माओवादीको साङ्गठनिक संरचना भने प्रचण्डसँगै रहेको छ। हो, र यो उनको लागि सबैभन्दा ठूलो धक्का हो। होइन र? निश्चित रूपमा। यसले के देखाउँछ भने उनको शक्ति उनको व्यक्तिगत करिश्मामा भन्दा बढी माओवादी पार्टीको सङ्गठनमा टिकेको थियो। जब उनले त्यो सङ्गठन छाडे उनको शक्ति पनि सँगै गयो। प्रदेशका अन्य ठूला नेताहरू जस्तै प्रदेश इन्चार्ज कालीबहादुर मल्ल, पूर्व मुख्यमन्त्री महेन्द्र बहादुर शाही र अर्का केन्द्रीय सदस्य माया प्रसाद शर्मा लगायत अधिकांश प्रचण्डकै पक्षमा छन्। यसले शर्मालाई साङ्गठनिक रूपमा पूर्णतया एक्लो बनाएको छ। त्यसो भए अब सबैभन्दा महत्त्वपूर्ण प्रश्नमा आउँ। यो सबैको अर्थ के हो? शर्माको राजनीतिक भविष्य के हुन्छ? उनको राजनीतिक इतिहास निकै बलियो छ। उनी 2034 सालदेखि राजनीतिमा छन्। सशस्त्र द्वन्द्वमा जनमुक्ति सेनाको डेपुटी कमान्डरको भूमिका निभाएका छन् र 2064 सालदेखि हरेक संसदीय चुनाव जितेका छन्। हो, रुकुम पश्चिममा उनको एक छत्र वर्चस्व थियो। के उनी यो अवस्थाबाट पुनरागमन गर्न सक्लान् त? यो अहिलेको सबैभन्दा ठूलो प्रश्न हो। हो, उनले 2064 यता कुनै संसदीय चुनाव हारेका छैनन्, तर त्यो जित माओवादी पार्टीको सङ्गठन र क्रान्तिको विरासतको आडमा थियो। अनि अब उनले त्यो विरासत र सङ्गठन दुवैलाई त्यागेका छन्। एकछिन सोचौं त, प्रचण्डसँग 42 वर्ष लामो सम्बन्ध, त्यो भनेको आधा जिन्दगी हो। त्यो सम्बन्ध तोडेर नयाँ पार्टी खोल्न निस्कनु चान्चुने कुरा होइन। यसले उहाँ कि त अत्यन्तै आत्मविश्वासमा हुनुहुन्छ कि त अत्यन्तै हताश भन्ने देखाउँछ। तर रुकुममा त उनलाई टक्कर दिनेहरू नेता पनि थिएनन्। लोकेन्द्र विष्ट र हेमन्त प्रकाश ओली जस्ता नेताहरू पनि अहिले सक्रिय राजनीतिमा छैनन्। यो उनका लागि फाइदाजनक हुन सक्दैन र? केही हदसम्म हो, तर अब राजनीतिक समीकरण पुरै बदलिएका छन्। पहिले उनका प्रतिस्पर्धी बाहिर थिए, अब घरभित्रैबाट जन्मिएका छन्। उनका हिजोका सहयात्री हो, जस्तै गोपाल शर्मा, उनीहरू नै अब प्रतिस्पर्धी बनेर उभिएका छन् र उनीहरूले त्यही सङ्गठन र त्यही क्रान्तिको विरासतको दावी गरिरहेका छन्, जुन कुनै बेला जनार्दन शर्माको सबैभन्दा ठूलो हतियार थियो। भनेपछि यो उनका लागि बिल्कुलै नयाँ र सायद सबैभन्दा चुनौतीपूर्ण राजनीतिक मैदान हो। अबको लडाईँ जनार्दन शर्मा भर्सेस माओवादी केन्द्र हुनेछ, त्यो पनि माओवादीकै गढमा। आजको छलफललाई सारमा भन्दा एक समयका शक्तिशाली नेता जनार्दन शर्माले प्रचण्ड र माओवादी विचारधारासँगको 42 वर्ष लामो सम्बन्ध तोडेपछि आफ्नै राजनीतिक किल्लामा एक्लिन पुगेका छन्। र उनका सबैभन्दा नजिकका सहयोद्धाहरू जसले वर्षौंसम्म उनलाई साथ दिए, उनीहरू नै आज उनका कट्टर प्रतिस्पर्धी बनेका छन्। अनि समयले कारण एउटै देखाएका छन्, क्रान्तिकारी बाटोबाट विचलन। हो, यो कथाको सार व्यक्तिगत राजनैतिक महत्वाकांक्षा र सामूहिक वैचारिक प्रतिबद्धता बीचको टकराव हो। उनका पूर्व सहकर्मीहरूको भनाइ स्पष्ट छ, पार्टी र क्रान्ति कुनै पनि व्यक्तिभन्दा ठूलो हुन्छ। खास गरी रुकुम जस्तो ठाउँमा। हो, जहाँ माओवादी आन्दोलनको गहिरो भावनात्मक र ऐतिहासिक जरा छ, त्यहाँ वैचारिक विचलनलाई सामान्य राजनैतिक घटनाको रूपमा लिइँदैन। यसलाई एक किसिमको गम्भीर धोखाको रूपमा हेरिन्छ। यो कुराले मलाई एउटा अन्तिम प्रश्न सोच्न बाध्य बनायो। दशकौंसम्म जनार्दन शर्माको पहिचान रुकुमको माओवादी क्रान्तिसँग जोडिएको थियो। अब जब उनले आफूलाई त्यो विचारधाराबाट अलग गरेका छन्, उनले कस्तो नयाँ राजनीतिक पहिचान निर्माण गर्न सक्छन्? यही नै उनको भविष्यको सबैभन्दा ठूलो चुनौती हो। उनले आफूलाई प्रगतिशील लोकतान्त्रिक भनेका छन्, तर माओवादीको क्रान्तिकारी विरासत त्यागेपछि यो नयाँ पहिचानलाई मतदाताले कसरी स्वीकारलान्? त्योभन्दा पनि महत्त्वपूर्ण त्योभन्दा पनि महत्त्वपूर्ण, क्रान्तिको यति गहिरो इतिहास बोकेको भूमिमा आफ्नै पुराना अनुयायीहरूको नजरमा बाटो बिराएको नेताका लागि के साँच्चै कुनै ठाउँ बाँकी छ, वा इतिहासमा शक्तिशाली भएर पनि अन्त्यमा एक्लिएका नेताहरूको सूचीमा उनको नाम पनि थपिने हो? यसको जवाफ त अब भविष्यले नै देला।